गरेर फेला परिसकेको छ मान्छे यस्तो बास हेर्न सक्नुहुन्छ आफ्नो अर्ग्यानिक आफ्नै करासाबारीबाट फलेको तर यहाँनिर भएको किराहरूले गर्दा मलाई एकदमै डर लाग्यो यस्तो यस्तो डराएर नि हुन्छ यस्तो नाथे किरा मेरो गर्लफ्रेन्ड भगाउने साइकल अहिलेसम्म प्राइस गरेको बुझ्दै बुझ्दैन पानी परेर कस्तो लागिरहेको छ भगवान ल्याएर भनेको थिएँ बालक त भोलि घुम्न जान्छ छैन तैँले फोटो चाहिँ पित्तिकै खिच्नु हुँदैन सो हेलो एभ्रिवान वेलकम छ हजुरहरूलाई मेरो भ्लगमा मेरो फर्स्ट भ्लगमा आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम धेरै सन्चै छु फर्स्ट टाइम हो हजुरहरूले मलाई चिन्नुहुन्न होला म पनि हजुरहरूलाई चिन्दिनँ चिन्ता नगर्नु बिस्तारै बिस्तारै चिन्दै जाउँला के छ र होइन कहाँ जाँदैछौँ भनेर अनि कहाँ जाँदैछौँ भनेर चाहिँ थमेल पिक्चरहरू पक्कै पनि थाहा भइसक्नु भइसक्यो होला सो अब कहाँ कहाँ जाँदैछौँ हेर्दै जाऊँ है त ए भारी मिस्टेक हो क्या बजार पुग्दै यस्तो भइसके पछाडि नहिँड्न सकेछ नि सानो पुड्का पुड्की मान्छेहरू ऊ अग्लो हुन चाहिँ 2 फिटको जुत्ता लगाएर हामीले पुड्की भनेर हेर्ने साथीहरू मलाई कस्तो देख्छ कमेन्ट गरिदिनु होला Oh my god! Wow! Look at me, look at you. के भन्छ because इङ्ग्लिस आउँदैन कि कमजोर इङ्ग्लिसमा स्कुल पढ्ने बेलामा बङ्क हानेर चाहिँ भाइ हिजो बेलुका सपनामा के भएर Your question? मैले फोटो खिच्नु हुँदैन क्या भगवान ल्याएर भनेको थिएँ बालक त भोलि घुम्न जान्छ छैन तैँले फोटो चाहिँ पित्तिकै खिच्नु हुँदैन सुन्नु भने साथीहरू सुन्नु नि हाम्रो मेघमुङ बजार ए बजारहरू मार्छन् होला स्ट्यान्ड अनि तपाईँलाई हामी यहाँदेखि हुँदै स्ट्यान्ड खोइ कहाँ गयो भाइहरू 2000 years later. आए जिरी त जान्न होला अब जिरी त नजाने हामी खुट्टा हुँदा देखेको भगवानले देखेको यत्रो दुईटा खुट्टा त्यस्तै गाडीमा चढेर हिँड्ने हो त होइन ल के अब भाइरल हुन्छ के लाने लु भन भट्टाभट पकास जम्बु ल अब के लाने अब हामी किनिसके पछाडि भेटौँ है त फोनको चस्मा क्या यो पछाडि क्यामेरा छोप्ने नै हरायो घट्टै घट्ट मात्रै हुन्छ कहीँ हिँड्दा एउटा न एउटा त घाटा त लागेको मसँग मात्रै किन यस्तो हुन्छ मलाई मात्रै किन यस्तो हजुर पनि हुन्छ कि खेल खान्छ कि यस यस के भन्छ कब्रिस्तान सय पुग्दाखेरि भन्छु कि साथीहरू अहिले नै नहिँड्दै म त यहीँ पुग्दा गलेँ होला यत्रो ठुलो खोला छ यहाँदेखि चाहिँ हम्फाल्नु पर्ने हुन्छ अहिलेको अवस्था कसरी कुद्नु सक्यो भने हामी त लास्टमा छौँ अब नफर्की मजा आउँछ जे भए पनि यत्तिको चाहिँ हुनुपर्छ यत्तिको चाहिँ ल ल बस यत्तिमा अति गर्ने क्या यिनीहरू फेरि लास्टमा चाहिँ आफूले अगाडि हिँड्नु छिटो भने लास्टमा चाहिँ घिच्नु त्यतिकै जुत्ताले हिँड्न दिँदा त्यसै पातलो मान्छे जुत्ताले तानेर भन्नुहुन्छ नि साथीहरू
पाथिभारा मन्दिर माते पाथिभारा मन्दिर आइपुगे हुँदै हुँदै हामी आलेटारसम्मको यात्रा है आज त्यहाँनिर अघिदेखि भन्ने छैन नि त हो त अनि एक्सप्लोर गर्नु नि यहाँ ठुलो रुख निक्लेको छ भने तर यो मन्दिर अलिक सम्म पुग्छ यस्तो अपराधीहरू हुन्छन् म त जानु हुँदैन म हुँदैन अब चाहिँ गलियो होइन गलेको छैन सास फेर्न गाह्रो मात्रै भयो अच्छा अब चाहिँ गलियो भाइ सास मात्रै यसो पर्खेको म गलेको छु दुईटा चुडेलहरू हिँडिसक्यो अब हामी यहाँनिरको मान्छेहरू हिँड्दै त्यो जानुपर्ने तपाईँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ अरे सिसी क्यामेरा खोज्ने कास्तो सिसी क्यामेरा ठाउँमा लाग्ने सबैजना सिसी क्यामेरा यो हो कि क्या हो प्रोटेक्टरवाला हेरी एक सुकुन की सास लेने की जगह ये और कुछ नहीं म यस्तो राम्रो ब्याकग्राउन्डमा तसु आएन भन्नु नमिल्ने होइन त साथीहरू यस्तरी छरिएर बसेपछि कसैलाई त मैले दिएको पनि छैन हेर्न सक्नुहुन्छ आफ्नो अर्ग्यानिक आफ्नै करासाबारीबाट फलेको के भन्न चाहनुहुन्छ भन्न त धेरै थियो तर अहिलेलाई चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब मन पराउनु भने कसरी हिँड्ने अरे देखाइदाउ त भाइहरू यस्तो दामी कुकुर हो कि के हो त्यो खै कुकुर होइन होला है प्लास्टिक फोटो सेक्सन चल्दैछ यहाँ बजादि अनि अघि हामीलाई होइन 2 टेक खाँदाखेरि हो यस्तो पनि हुन्छ गर्ने यही मान्छे हो है अति क्या अति हेर्दिन दिदीहरूलाई हेरेको भाइ भएन हामीले 2 टेक लिँदा धेर भयो भएन 3 चोटि भइसक्यो भएन अब लास्ट 1 टेकै तर के अब त्यहाँ थाहा हुन्छ कस्तो हो भने अब साथीहरू हामीले फोटो खिचेर सकिसकेको छौँ हाम्रो बाँदरहरू फेरि रुखतिर चढ्न गइसक्यो यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू यो के भन्छ कस्तो दामी किराहरू कस्तो दामी किरा भन्न आज तर यहाँनिर भएको किराहरूले गर्दा मलाई एकदमै डर लाग्यो यस्तो डराएर नि हुन्छ यस्तो नाथे किरा साथीहरू अब हामी चाहिँ यहाँदेखि लाग्न आँटेको हो अघि त पानी पेर त अहिले मस्तो छाला रड्ने गरी हात लागिरहेको छ भने अनि मेरो टोलीहरू मेरो भाइ बहिनीहरू सबै मेरो भाइ बहिनीहरू अब हामी घर जानु आँटेको ल जाने नि त ल जाउँ छोकरी चल अनि अब यस्तो कुद्नु पर्ने हुन्छ कि कहाँ जाने भन ल झन्डा
लागेको ल थाहा छ तपाईँलाई यिनीहरू सबैजना होइन अब मेरो बहिनीहरू त छुट्टी भइहाले यो तिनजना मान्छेहरू घुम्न हिँडेको अरे होइन पुरा सुतेर बसिरहेको क्या उहाँ गएर पनि त्यस्तो एभिडेन्स छ आई हेभ अ मेनी प्रुफ भन्दा आई हेभ अ प्रुफ मात्रै भिडियो छ सोधिरहेको थियो यिनीहरू सुतिरहेको साँच्ची भनेको सुतिरहेको थियो यिनीहरू होइन त हामीसँग भिडियो पनि छ भिडियो पनि छ भने क्लिप चाहिँ हालिदिन्छौँ है हामी अब म यहाँ लु अनि सक्नुको छ अब यहाँ हेर्नु बिस्तारै गर कस्तो खुट्टा त उ हुँदो रहेछ हेलो साथीहरू हजुरहरू पनि आउन सक्नुहुन्छ आउँदिनँ म मेरो गर्लफ्रेन्ड भगाउने साइकल मतलब वो अलग ही लेवल का बंदा था नहीं अहिलेसम्म प्राइस गरेको गुड्दैन तिमी र म मात्रै हो लास्टमा उहाँ उबाट साथीहरूले छोडिसके बहिनीहरूले बहिनी पनि कस्तो छोडेर गएको भने फेरि पुसअप भन्दा पनि हिँड्न सकिने फेरि त गाडी आएर साइड लाग्नु गरेछ यस गाइज के गर्ने गरे यो नट भनेको के म पनि गर्न सघाइदिउँ बुढाबुढीसँग हिँडेपछि अरे जोसँग नि भाइब्स मिलाउन सक्नुपर्छ यसरी बाटोको यस्तो नट गन्दै हिँड्दैछौँ हामी फेरि 80 81 82 83 84 85 87 88 79 90 88 79 अरे 88 90 91 पढेर देखाउ त बोर्डमा लेखेको हैन भिडियो बनाइराख्न त कसरी भन्नु टिकटक मोड गीत समित गीत रे अब तपाईहरुले कहाँ गीत देख्नु भएको छ गति सीमित गाइस मलाई नेपाली चाहिँ बोल्नै पाउँदैन छैन के त्यस्तै बोर्डिङ दादा अहिले चिल 79 80 88 त्यस्तै थियो न कि त्यस्तै थियो के 87 88 अनि हेर्न सक्नुहुन्छ झन्डा गाडेको भाइरल प्लेस तेर्थुम बेङलुङको म झन्डा गन्छु ल आन्टी केपी शर्मा ओलीको भाइ के सर विवेक शर्मा ओली चाहिँ बिर्स्यो नि त कसैले सोधे कसैले खोजे बसाइ सर्यो भनिदिनु है बसाइ सर्यो भनिदिनु है तपाईँहरूलाई लागिरहेको हामी कहाँ गयो यिनीहरू आज कहाँ गयो यिनीहरू भने कहीँ गएको होइन बेङलुङ बजारमै छैन कहीँ हो कोही कहीँ गएको छैन हामी थियो भने नि भोलि एक्जाम हो भोलि एक्जाम हो भोलि एक्जाम भयो भने केही हुँदैन एक्जाम फेरि आउँछ घुम्न पाइँदैन नि त अब फेरि हामी फेरि अब 1 वर्ष पछाडि फेरि घुम्न जानेछौँ त्यही हो यी बुढाबुढीसँग आज म घुमेर आएको भन्दा पत्तो हुनुहुन्छ है सब बच्चा मात्रै हो क्या सानो भएर केही हुँदैन क्या उमेरमा ठुलो हुनु पर्यो म भन्दा हल्का छन् मेरो भाइहरू नि हेपिहाल्छ नि बुढाबुढी भनेको बुढाबुढी अरे तपाईँ अब हेप्ने कुरा भइहाल्छ क्या बुढाबुढी अरे हामीभन्दा सानो हुन्छ अरे क्या केही भन्न सकिनँ म त्यस्तै हो आज घुम्न गएको कि खुट्टा दुखाउन गएको तर घुम्न गएको मजा भयो नि त खुट्टा दुखाइ पनि केही भएन हामीलाई घरमा बस्दा वाक्क भएर हिँडेको घुम्न जान पनि अल्छी लाग्दो रहेछ भने बिहान उठ्दाखेरि यस्तो हालत खराब भएको थियो घुम्न जान नि अल्छी त्यही बिरालो यतातिर मेरो नाना काटी खाने मुसा मारे
अहिले राति त बल्छ कति मात्र बल्छ अरे कताबाट हिँड्ने यस्तो चाहिँ नगरौँ है बन्द हो त बन्द भइसक्यो बल्ल बल्ल घाँटिनु आजको भ्लग चाहिँ यहीँनिर एन्ड गर्न जाँदैछु म के कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु होला यति भन्दै म आफ्नो भ्लग यहीँ एन्ड गर्न चाहन्छु हस्त बाई बाई